नेपालको राजनीतिमा कम्युनिस्ट भन्ने शब्द, यो जति शक्तिशाली र विवादास्पद सायद अरू कुनै शब्द छैन होला। यही शब्दले क्रान्ति पनि ल्यायो, चुनाव पनि जितायो, तर यसको खास अर्थ के हो त? ल आउनुस् स्रोत सामग्रीहरूलाई हेरेर यो विचारधाराको चुरो कुरो के हो र नेपालमा यसको यात्रा कस्तो रह्यो त्यसको गहिराइमा पुगौँ। हामी सुरुदेखि नै सुरु गर्छौं वर्ग सङ्घर्षको आइडियाबाट, जहाँबाट यो सबै सुरु भयो, अनि यसको अन्तिम लक्ष्य यानि एक वर्गविहीन समाज र त्यहाँ पुग्ने बाटो कस्तो छ भनेर हेर्नेछौं। त्यसपछि हामी नेपालको कुरामा आउनेछौं, यहाँ यो विचारलाई कसरी अपनाइयो, यसको प्रभाव कस्तो रह्यो र अन्त्यमा नेपालमा यसको भविष्य कस्तो देखिन्छ भनेर पनि हेर्नेछौं। यो पुरै कथा सुरु हुन्छ 19औं शताब्दीका दुई विचारकहरूबाट, जसका विचारहरूले पछि गएर संसारलाई नै हल्लाइदिए, हो कार्ल मार्क्स र फ्रेडरिक एङ्गल्स। उनीहरूले एउटा निकै आधारभूत प्रश्न सोधे, के होला यदि इतिहास भनेको राजा महाराजा वा ठूला ठूला साम्राज्यहरूको कथा नभएर पैसा र शक्तिको लागि हुने निरन्तर सङ्घर्षको कथा हो भने? र उनीहरूको सिद्धान्तको मुटुमै एउटा शक्तिशाली विचार छ। मानव इतिहासलाई चलाउने मुख्य कुरा भनेकै शक्ति र स्रोतमाथिको द्वन्द्व हो। उनीहरूले यसलाई नाम दिए वर्ग सङ्घर्ष। आफ्नो समयमा मार्क्स र एङ्गेल्सले यो सङ्घर्षमा दुई मुख्य खेलाडी देखे। एकातिर थिए पुँजीपति वर्ग, यानि कारखाना, जमिन र पैसाका मालिकहरू, अनि अर्कोतिर थिए सर्वहारा वर्ग, जसले आफ्नो श्रम बेचेर मात्रै बाँच्नु पर्थ्यो। उनीहरूको नजरमा लडाईँको जड नै यही थियो। एका थरीले सबै कुराको मालिकी गर्थे, अर्का थरीले सबै काम। उनीहरूको सबैभन्दा महत्त्वपूर्ण किताबको यो एउटा लाइनले इतिहास हेर्ने तरिका नै बदलिदियो। यसले के भन्छ भने मानवताको असली कथा राजा रानीको होइन, बरु हुने र नहुनेहरू बीचको आर्थिक लडाईँको हो। ल समस्या त भयो वर्ग सङ्घर्ष। त्यसो भए मार्क्स र एङ्गल्सको नजरमा यसको समाधान के थियो त? उनीहरूको समाधान सामान्य थिएन, पुरै समाजलाई नै नयाँ तरिकाले हेर्ने कुरा थियो। कल्पना गर्नुस् त यस्तो संसार जहाँ कारखाना, जमिन जस्ता ठूला स्रोतहरूमा कसैको निजी सम्पत्ति हुँदैन, बरु सबै कुरा सिङ्गो समाजको यानि समयको साझा हुन्छ। यो प्रसिद्ध भनाइले नै त्यो नयाँ समाजको सार बताउँछ। तलब वा नाफाको लागि काम गर्ने भन्ने कुरा नै छैन, बरु हरेक व्यक्तिले आफ्नो क्षमता अनुसार काम गर्छ र बदलामा उसलाई जे चाहिन्छ त्यो पाउँछ। यो व्यक्तिगत फाइदाबाट सामूहिक भलाइतर्फको एउटा ठूलो फड्को थियो। तर यस्तो वर्गविहीन, राज्यविहीन समाज त एउटा ठूलो सपना भयो। अब कुरा आउँछ त्यहाँसम्म पुग्ने कसरी। उनीहरूले कोरेको बाटो एकदमै स्पष्ट थियो र प्राय हिंसात्मक पनि। एउटा चरणबद्ध प्रक्रिया। पहिलो स्टेप क्रान्ति, किनभने धनी र शक्तिशालीहरूले आफ्नो शक्ति सजिलै छोड्दैनन्, उनीहरूलाई हटाउनै पर्छ। त्यसपछि आउँछ दोस्रो चरण समाजवाद। यो एउटा सङ्क्रमणकाल हो जहाँ मजदुरहरूले राज्य चलाउँछन् र सबै स्रोतहरू आफ्नो नियन्त्रणमा लिन्छन्, र अन्तमा जब वर्गहरू नै हराउँछन् तब राज्यको पनि काम सकिन्छ र त्यो आफै हराएर जान्छ, जसले एउटा शुद्ध साम्यवादी समाजको ढोका खोल्छ। र यो कुरा किताबमा मात्र सीमित रहेन। यी विचारहरूले संसारभरि क्रान्तिको आगो सल्काइदिए। 1917 को रूसी क्रान्ति होस् वा 1949 को चिनिया क्रान्ति, 20औं शताब्दीमा यो विचारधाराले देशहरूको नक्सा नै बदलिदियो र अन्ततः त्यही झिल्को नेपालका पहाडहरूमा पनि आइपुग्यो। अब यहाँनिर हाम्रो कथाले एउटा रोचक मोड लिन्छ। युरोपको औद्योगिक क्रान्तिबाट जन्मेको यो विचार नेपाल जस्तो सामन्ती र कृषि प्रधान देशमा कसरी फैलियो होला? यसको जवाफ लुकेको छ नेपाली नेताहरूले यसलाई कसरी आफ्नो परिस्थिति अनुसार ढाले भन्ने कुरामा। नेपालको कम्युनिस्ट आन्दोलनको 70 वर्षभन्दा लामो कथा भनेकै यसका नेताहरूको कथा हो। पुष्पलालले जग बसाले, मदन भण्डारीले यसलाई लोकतान्त्रिक मोड दिए र प्रचण्डले सशस्त्र विद्रोहको नेतृत्व गरे। सबैले एउटै झण्डा बोके, तर आन्दोलनलाई फरक फरक, कहिलेकाहीँ त एक आपसमा बाजिने दिशातर्फ लगे। तर सायद सबैभन्दा ठूलो नेपाली मोड आयो मदन भण्डारीको जनताको बहुदलीय जनवादबाट। यो त्यो बेलाको लागि एउटा क्रान्तिकारी सोच थियो। यसले के भन्यो भने कम्युनिस्ट समाज बनाउने बाटो बन्दुकको नालबाट मात्रै होइन, लोकतान्त्रिक चुनावबाट पनि हुन सक्छ, यानि मतपत्रको शक्ति र मार्क्सवादी लक्ष्यको मिश्रण। यसले नेपाली राजनीतिको बाटो नै बदलिदियो। यी विचारहरूको प्रभाव यति गहिरो भयो कि आज यो देशको मूल कानून यानि संविधानमै लेखिएको छ,
2015को संविधानले नेपाललाई आधिकारिक रूपमा समाजवाद उन्मुख राष्ट्र भन्छ। यसको अर्थ हो सामाजिक न्याय र सम्पत्तिको समान वितरणप्रति देश प्रतिबद्ध छ र यी सिद्धान्तहरू सिरै यही वैचारिक परम्पराबाट आएका हुन्। अब यत्रो कुरा गरेपछि सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँ, व्यवहारमा यसको नतिजा के भयो त? यो सफल भयो कि असफल? संसारभरि नै यसको पक्ष र विपक्षमा ठूलो बहस छ। एकातिर समर्थकहरू भन्छन् कि यसले सामाजिक न्याय, सबैका लागि स्वास्थ्य र शिक्षा जस्ता कुराहरूलाई महत्त्व दिन्छ। तर अर्कोतिर आलोचकहरू तानाशाही, आर्थिक सङ्कट र व्यक्तिगत स्वतन्त्रताको हनन जस्ता उदाहरणहरू देखाउँछन्। र नेपालमा यो बहसको आफ्नै रङ छ। यहाँ मुख्य प्रश्न के हो भने कि साँच्चीकै एउटा लाल गणतन्त्र भोटको बाटोबाट बनाउन सम्भव छ वा लोकतन्त्र र क्रान्तिकारी साम्यवादका लक्ष्यहरू एक आपसमा मिल्दैनन्। नेपाली राजनीतिमा नसुल्झिएको सबैभन्दा ठूलो तनाव यही हो। यति लामो सङ्घर्ष, बहस र सत्ताको यात्रापछि हामी आजको दिनमा आइपुगेका छौँ। अब प्रश्न उठ्छ, नेपालको कम्युनिस्ट आन्दोलनको अबको बाटो के हो? अन्तमा नेपालमा कम्युनिजमको भविष्य अब दुईवटा बाटोमा छ। के यो यसका संस्थापकहरूले सोचे जस्तै समाज बदल्ने एउटा क्रान्तिकारी औजार नै रहिरहला, वा यो लोकतान्त्रिक प्रणालीभित्रै सामाजिक कल्याणमा ध्यान दिने एउटा नरम मोडेलमा परिणत होला? हो, यही प्रश्नको जवाफले एउटा आन्दोलनको मात्र होइन, सिङ्गो नेपालकै भविष्य तय गर्नेछ।